साथीहरु स्वागत छ तपाईहरुलाई हाम्रो YouTube च्यानलमा। आजको भिडियोमा हामी एक्सेलको एकदमै उपयोगी फर्मुला राउन्ड फर्मुलाको बारेमा सिक्ने छौं। यो फर्मुलाले एक्सेलमा संख्या नम्बरहरुलाई सजिलै राउन्ड गर्न मद्दत गर्छ। सो सुरु गरौँ हैन। सो राउन्ड फर्मुला भनेको पहिला के हो र यसले के गर्छ भन्ने त्यसको बारेमा बुझौं। कुनै पनि संख्या नम्बरलाई तपाईले चाहनु भएको दशमलव स्थान भनेको डेसिमल पोइन्ट सम्म राउन्ड गर्छ बेसिकली। र यसको सिन्ट्याक्स बेसिकली एकचोटी हामी यहाँ एक्सेलमा हेर्छौं हैन। सो यसको सिन्ट्याक्स के रहेको छ भनेको इक्वल्स टु राउन्ड हैन अनि ब्र्याकेट स्टार्ट हुन्छ। त्यसपछि नम्बर भनेको तपाईले कुन नम्बर चाहिँ राउन्ड गर्नुपर्ने हुन्छ। त्यसपछि नम अन्डरस्कोर डिजिट भनेको कति डेसिमल पोइन्ट सम्म हामीले त्यो संख्यालाई चाहिँ राउन्ड गर्न मिल्छ भनेर त्यहाँ हामीले भन्नुपर्ने हुन्छ। सो यो भनेको सिम्पली एउटा सिन्ट्याक्स भयो, फर्मुला भयो हैन। र अब हामी एउटा एक्जाम्पल तर्फ लागौं। सो मानौ कि तपाईसँग एउटा नम्बर छ 12.3456 भन्ने नम्बर छ, ठीक छ। अब यो नम्बर तपाईको हेर्नुहुन्छ 12.3456 भनेको 4 डेसिमल वटा पोइन्ट छ। तर मलाई यो नम्बर जुन नम्बर छ यसलाई मलाई 2 डेसिमल पोइन्ट सम्म मात्र चाहिएको छ। सो म के गर्न सक्छु भनेको सिम्पली राउन्ड फर्मुला यहाँ टाइप गर्छु र यो नम्बर सिलेक्ट गर्छु, ठीक छ। एन्ड कमा दबाएर त्यसपछि नम्बर अफ डिजिट्स भनेको कति डेसिमल पोइन्ट सम्म मलाई यो नम्बर चाहिएको छ। सो मैले 2 डेसिमल पोइन्ट सम्म म यसलाई भन्छु कि मलाई राउन्ड अप गरेर यो नम्बर देऊ भनेर। सो गर्ने बित्तिकै हेर्नुहुन्छ भने 12.3456 अब के भयो 12.35 भयो हैन। है सिम्पल छ, इजी छ, एकदम काम लाग्ने फर्मुला छ। एउटा अर्को पनि एक्जाम्पल ल्याउ। फर एक्जाम्पल तपाईसँग अर्को नम्बर भनेको 12.7 भन्ने एउटा नम्बर छ, ठीक छ। अब तपाईलाई यो 12.7 लाई पनि राउन्ड अप गर्न सक्नुहुन्छ। सो सिम्पली यसलाई के गर्न सक्नुहुन्छ सिंगल डिजिटमा लाग्न सक्नुहुन्छ। सो राउन्ड टाइप गर्नुस् र त्यसपछि यो नम्बर सिलेक्ट गर्नु र अब यहाँ भनेको एउटा मात्र डेसिमल पोइन्ट छ। यसलाई एउटा भयो पछि के गर्ने यसलाई 0 मा राख्नु पर्ने हुन्छ। सो 0 सिलेक्ट गर्ने, राउन्ड नम्बर अफ डिजिट राख्ने र एन्ट्री गर्ने बित्तिकै हेर्नुहुन्छ 12.7 लाई राउन्ड अप गरेर 13 मा ले बनाएको छ। सो एकदम उपयोगी फर्मुला हो। यो फर्मुला धेरै जसो तपाईको हेल्पफुल हुन्छ जब तपाईले फाइनान्शियल रिपोर्टिङहरु, सेल्स रिपोर्टहरु जहाँ तपाईको डेसिमल पोइन्टहरुमा सेल्सहरु आएको हुन्छ या फिर तपाई कुनै संख्या डेटा प्रेजेन्टेसनको लागि तपाईको एक्सेलमा यो राउन्ड फर्मुला एकदम मद्दत पुर्याउने गर्छ र प्रोफेसनल पनि अलि देखिन्छ। सो यसलाई चाहिँ युज गर्नु होला। अनि आशा छ आजको यो भिडियोले तपाईलाई राउन्ड फर्मुला बुझ्न सजिलो बनायो होला। अनि यदि तपाईलाई यो भिडियोले मन पर्यो भने प्लिज लाइक गर्नु होला, कमेन्ट पनि गर्नु होला हैन। अनि च्यानललाई सब्स्क्राइब चाहिँ गर्न नबिर्सनु होला। अनि साथसाथै एक्सेलको अरु टिप्सहरुसँग अब नेक्स्ट टाइम फेरि भेटौँला। तबसम्मको लागि थ्यांक यू।